हेलो वेलकम टु माई ब्लग। हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। यो मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला, एकदम राम्रो छ। दिस प्लेस पहिला चाहिँ बाटो यस्तो नराम्रो थियो नि है गाइस। अहिले चाहिँ यदि फोडेर पुरै समतल भागेर चाहिँ हामी यसरी हिँड्दैछ गाइस। पहिला चाहिँ यस्तो थियो। म खोला पनि देखाउने छु। खतरनाक रहेछ बाटो चाहिँ एकदम खतरनाक रहेछ। पुरै भिड फुटाएर यस्तो बनाए गाइस। हामी चाहिँ यसरी हिँड्दै यस्तो खतरा थियो कि पहिला बाटो। पुल चाहिँ त्यहाँनिर छ, त्यो बाटो थियो मान्छे हिँड्ने चाहिँ, ऊ त्यहाँ बाटो छ, त्यसरी हिँड्नु पर्छ। तर अहिले चाहिँ फोडेर पुरै विकास भयो भनौँ कि मान्छेलाई नै हिँड्न गाह्रो भयो भनौँ। तर पनि पुरा विकासै भएर चाहिँ स्मल झरना हो को सौरभहरू यो पुरा फोडेर है। यहाँ तले यस्तो राम्रो झरना छ, अहिले चाहिँ पुरै हिँड्दैछ, पुरै फोडेर गाइस। ओ धनजित खतरा बनाएर अन्त बाटो त तोडफोड हानेर खतरा बनाएछ उनीहरूले। यामा हो यो बाटोमा को हिँड्ला, को गाडी हिँड्ला बाबै। गाइस हामी त यस्तो तरिकाले हिँड्दैछौँ कि दुई भाइ है। पुरा बाटो पहिला सानो थियो, तलबाट टक्कैको बाटो थियो, अहिले त पुरा बाटो खनेर अलि विकास बनाइदिए त हुन्थ्यो भन्ने हो। तर पुरै बाटो यस्तो छ। खोला यो तल चाहिँ पुल थियो, यहाँ चाहिँ पहिला घट्टहरू थियो कि यतातिर चाहिँ, अनि घट्टहरू थियो। हामी के अरे पानी घट्ट भन्छ, घट्टहरू थियो, त्यसमा चाहिँ हामीहरू आएर पिस्थ्यो जान्थ्यो। अहिले त पुरै भत्किया छ गाइस, देख्न सक्नुहुन्छ। खतरा छ है बाटो चाहिँ। यस्ता रमाइला कुराहरू म देखाउने छु होइन। हेर्नुहोस् पुरा पहिला त्यहाँ तल चाहिँ वाउ मान्छेहरू भिड काटेर यस्तो खतरा बाटो छ है। मान्छे त्यही पनि कष्ट गरेर हिँडिरहेन। माथिबाट बाटो बनाएछ भनौँ कि के भनौँ, तर लास्ट गाह्रो रहेछ बाटो हिँड्नलाई त। यस्तो गाह्रो बाटो रहेछ, के गर्ने गाइस। गाह्रो गाइस। हामी चाहिँ यसरी हिँडिरहेको छ गाइस। फेरि खतरा हो क्या, हामी त मान्छे हो, भाइ हो मेरो भाइ। अझै छ गाह्रो बाटो छैन, तर यस्तो गाह्रो यार थै यार। विकास गर्न पनि नन स्टे हान्न पर्थ्यो उतैसम्म। के गर्छ यार। यस्तो बाटो छ नि, र के भनौँ हाम्रो मान्छेहरू त डर हो क्या। पुरै मेसिन डोजर मेसिन खन्दै हिँड्छ नि मान्छे नि त्यस्तै। यहाँ हेर्न सक्नुहुन्छ है। बचाऊ राम्ररी हिँडेको हुन्छ, राम्ररी होइन। पुरा बाटो त गाइस। बाटो त के भन्ने गाइस, बाटो त हेर्न सक्नुहुन्छ गाइस। पुरा बाटो त पुरै खतरनाक छ हाई। तर हामी हिँड्न सक्छौँ है, यस्तो खतरा बाटो छ यार। अब के गर्ने, यतैतिर जन्मियो यतैतिर हुर्कियो,
तर पनि हिँड्न सकिन्छ गाइज। हामी कडा छौँ, हामी चाहिँ हिँड्न सक्छौँ गाइज। देखिया छ जान्छ यता हेर्दा राम्रो देखिया गाइज। हामी चाहिँ हिँड्न सक्छौँ फेरि यस्तो गरिकन। मेरो भाइ सानो भाइ नि कडा छ कि फेरि देख्नु हो नि यता हेर हाई गर कडा छ नि फेरि गाइज। राम्रोसँग हिँड्न यस्तै छ जिन्दगी। सरकारले हेरिदियो हुन्थ्यो। हो अहिले त केपी भएको छैन, नत्र केपी बा हेर्नुहोस् भन्नुहुन्थ्यो। कैसा लगा मेरा मजाक थियो तर के गर्ने अहिले चाहिँ सुशीला कार्की हुनुहुन्छ। आमा हेर्नु पर्यो हाम्रो बाटो आया। के गर्ने हामी चाहिँ त्यो गाउँबाट आएको गाइज। म हजुरलाई राम्रो तरिकाले देखाउँछु। ओ त्यो गाउँबाट आएको भाइ आया गाइज। के गर्ने यस्तै छ जिन्दगी। यहाँ अझै कति अप्ठ्यारा अप्ठ्यारा बाटाहरू छन् गाइज, हेर्न सक्नुहुन्छ। अहिले त 3 मिनटको भिडियो भइरह अझै पनि छ, अझै कति छ कति। ए आमा हो गाइज। गाइज उता हाम्रो गाउँ देखिन्छ होला गाइज। खतरनाक बाटो छ त, कोही हिँड्न सक्ने छैन नि, तर डोलपालीले हिँड्न सक्छ गाइज। तर तलतिरको मान्छेलाई गाह्रो छैन। अनि के गर्ने यहाँ स्मल भ्लग्स गाइज। यति मैले युट्युबमा हालेँ भने सपोर्ट गर्नु होला, अझै पनि ल्याउने छु। यो चाहिँ सानै मोबाइलबाट खिचेको, हामीसँग त्यस्तो आइफोन किन्ने क्षमता चाहिँ छैन गाइज अहिले। तर पनि तपाईँहरूको साथ सपोर्ट भयो भने चाहिँ किन्न सक्छु, यस्ता रमाइलो रमाइलो भ्लगहरू ल्याउन सक्छु गाइज। लास गाह्रो भइरहेको हिँड्न पनि। मसँग ब्याग छ। गाइज हेर्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो भ्यू। गाउँ त्यही हो, हजुरलाई म जुम गरेर देखाउँछु। दिस इज माई स्मल भिलेज। विकास त नभएको होइन, उता राम्रो विकास भएर उता पनि घर छन्, राम्रो विकास भइरहेको छ गाइज। तर के गर्नु अफरोड छ, त्यही पनि हामी सन्तुष्ट छु। यति पनि आइरहेको छ। पहिला मान्छेहरू भारी बोकेर कहाँ कहाँ पुग्थ्यो कि गाइज, अहिले चाहिँ त्यस्तो छैन, सहज छ। अहिले त अर्को गाउँ जाँदा पनि अब यति रोड जोड्यो भने जोस् अलिकति सहज हुनेछ गाइज। हामी फेरि अरू बाटो पनि छन्, यस्तो गर्ने यस्तो बाटो भएर जानुपर्छ। हो के गर्ने गाइज, गाह्रो भइसक्यो गाइज। यस्तो हामीसँग दमदार हिँड्ने जाँगर छ गाइज। बाइक भन्दा नि हाम्रो खुट्टा यही नै हाम्रो ऊ भन्ने कुरा, गाडी भन्ने कुरा, सबै भन्ने कुरा के। तर तलतिर गइयो भने गाइज, अब नेपालगञ्ज काठमाडौँतिर गइयो भने चाहिँ हामीलाई त्यति पनि हिँड्ने बानी लाग्दैन के। अब किनभने हेर्दाखेरि सबै ठाउँमा ऊ हुन्छ के अरे गाडीहरू हुन्छ, हिँड्नै मन लाग्दैन। तर यहाँ त केही छैन, शान्त छ, नेचुरल हावा, सबै कुरा नेचुरल भएर न गाडी सबैले हिँड्छन्, त्यही भएर हिँड्ने जस्तो जोड लाग्ने के। तर यहाँ हेल्दी पनि हुन्छ नि मान्छेहरू फेरि। यस्तरी हिँडेपछि मेरो अलिअलि बोसो लागेको थियो, हिँड्दा हिँड्दा त्यो पनि गइसक्यो। अब तलतिर गाइज फेरि लाग्छ गाइज। के गर्ने। यो चाहिँ हाम्रो गाउँको सानो दृश्य। अनि जारीको त्यति राम्रो देखिया होइन, त्यो पनि राम्रो मानेर हेरिदिनु होला। यो चाहिँ फोटोसँगै है त। अनि एउटा कुरा नि हजुरले हेरेर राम्रो त छैन, त्यही पनि हेरेर सबैले सब्सक्राइब गरिदिनु होला भन्दै। यस्तै छ गाउँले जिन्दगी होइन। हामीले यसरी रमाइलो गर्दै गर्दै आजलाई यति, बाई।